भद्रकाली मन्दिरमा आएको छौँ। आज पूजा गर्ने हो नि त गाडी हैन, तर आज हामी पूजा त गरिन्न हैन। आज हामी एउटा के अरे आज दादाको एउटा के को एउटा जन्मेको छ कि बच्चा हैन, अनि आज हामीले त्यो गाडीलाई घुमाउने मात्र हो, अरू केही पनि गर्दैनौँ हामी आज। जय भद्रकाली। अब हामीहरूले तपाईँलाई त्यो जिफन्टमा लिएर जान तयार गर्छौँ। पुरा आज भिड छ के अरे, आज भिड त यही अवस्थाले त हो, तर थाहा छ एकछिन मेरो क्यामेरा राम्ररी देखेको छ नि गाइस। यही हो भद्रकाली मन्दिर। अब हामीहरूले सबैले हेरिराखेको कसरी पूजा गर्नु भइरहेको छ भनेर। अब हामी त्यो जिफन्टमा जान कोसिस त गरिरहेछौँ। त्यही फन पार्कको हो कि कहाँ हो मलाई थाहा छैन। अस्ति नै हामी त गएको थियौँ त्यो बाबा म चियाहरू खान, तर मैले चाहिँ चिया खान्न। अब हामी कहाँ जाने रे बा? हामी अब अफिस जान्छौँ। ए ओके ल हामी मैले ब्लग त बनाइहाल्छु। तपाईँहरूले हेर्नुभएको छैन होला मेरो युट्युब च्यानल। त्यहाँ के लेखेको छ भने भक्तिराम घिमिरे भनेर, अकिरा घिमिरे सर्च गर्दा पनि हुन्छ तपाईँहरूले। मेरै त हो। यस्तो भन्छ अहिले सबैजना अहिले सर्न थालिरहेछन् कहाँ हो। अस्ति नै हामी एउटा गाडी राख्ने ठाउँ थियो होइन, हो त्यही गएको थियौँ होइन। अनि त्यहाँ के भन्नुभएको थियो नि, के अरे हामी पनि सर्ने भन्नुभएको थियो होइन। अनि अर्को दिन चाहिँ त्यो अनि जेएनजीहरूको त्यो गर्ने क्यान्सल भयो नि त, त्यो आर्मीहरू आएर। अनि त्यही भएर अहिले आउनु भएको छ फेरि। फन पार्क यही छ, फन पार्क पनि यही त हो। तपाईँहरूलाई अलरेडी थाहा छ फन पार्क यही छ। उतै हामी भर्खर नेपाल टेलिकममा पनि आएको थियौँ। अनि फेरि सिंहदरबारको गेटमा आइपुग्यौँ हामी फेरि। फन पार्कको त्यो छ हो त्यही हेर्नु होला। अहिले त केही भएको होइन होला। अस्ति नै होइन हामीहरू हस्पिटल गएको थियौँ, त्यही बेला कान्तिपुरको त्यो पुरै धुवाहरू त्यही आयो होइन। अनि मलाई चाहिँ कति हैरान भएको थियो, मेरो बालाई पनि हैरान भएको थियो नि है। अनि लाग्यो कि हाम्रो पनि त त्यो गाडीहरू चल्न सक्छ भन्ने लाग्यो, तर आएन। अनि हामीलाई पनि असुरक्षित अनुभूति भयो हैन। अनि हामीहरू के अरे अर्कै ठाउँमा गाडी राख्यौँ, तर अर्को दिन चाहिँ त्यो के अरे एजेन्सीहरूको पनि त्यो स्थगित भयो नि त आन्दोलन होइन। अनि फेरि हामीले त्यही राखेको छौँ के। यस्तो भएको छ अहिले हेर्नुहोस्, ट्राफिक पुलिसको कार्यालय। त्यहाँ पनि जलाएको थियो त्यो सिंहदरबारमा पनि। समाचारमा आएको थियो कि के अरे त्यहाँ पुलिसहरू थियो अरे होइन। अनि त्यही जलाउन थालिरहेको थियो अरे। के हो मैले सुनिनँ राम्ररी। खै मैले धेरै जस्तो समाचार त सुन्दिनँ। यहाँ हेर्नुहोस्, अहिले हामी यहाँ आएको छौँ। कहाँ हो यो? न्यू प्लाजा हो कि के हो? अब हामी अफिस गइरहेको छौँ। अहिले फेरि अफिस गएर आएपछि मेरो बाबाको काम सिद्धेपछि फेरि हामी जिफन्टमा जाउँला होइन। अनि त्यहाँ हामीले एउटा युट्युबहरू त्यो भ्लग फेरि बनाउँला है एकछिन। यही हो, त्यहाँबाट अलि उता जाने हो उता, अनि त्यो
अनि केटी आउँदा जिम गर्ने जस्तो थाहा हुन्छ कि केटाकेटीहरूलाई हो त्यही भएर अलि उता हो अनि हामी मेरो बाबाको अफिसमा पुगिहाल्छ यस्तै छ अहिले केही त भएको छैन सबैजना सुरक्षित हुनुहुन्छ यहाँ त केही चलेको छैन यहाँ त राम्रो हरियाली छ एसिया दरबारमा धेरै नै झरेको थियो यही हो जिम गर्ने हामीहरू कहिलेकाहीँ आउँछौँ अनि जिम गर्छौँ अनि मेरो बाबा पनि कहिलेकाहीँ यहाँ आउनुहुन्छ अब हामी अफिसमा जान थालेको छौँ बाबा नभनेर बा मात्रै हुन्थ्यो मेरो बाबाले के भन्छ भने होइन के अरे नाम चाहिँ डिफ्रेन्ट हुन्छ क्या उहाँको लाइक कहिलेकाहीँ पुन्टे बाबा हुन्छ होइन कहिलेकाहीँ बाबी हुन्छ कहिलेकाहीँ बाबा हुन्छ कहिलेकाहीँ फेरि बा हुन्छ म के भनेर बोलाऊ त गाइजहरू म बा नै भन्छ है यही हो हामी गाडी पार्क गर्ने यहाँ सेफ हुन्छ गाडी राख्न तर हामीले चिफन्डमा पनि गर्छौँ ल अहिलेको लागि मैले बन्द गरेँ है त